हाई वेलकम टु माई साइना ब्लग। हजुरहरूलाई फेरि पनि नयाँ ब्लगमा स्वागत छ। डे 3 आज चाहिँ हामी यहाँ सिन्धुपाल्चोकमा छौँ। त्यसपछि आएर आजको बिहानको अहिले 8:30 भयो। अब बिहानको ब्रेकफास्टहरू गर्छौँ। आज दिउँसोको के प्रोग्राम हो यो सब। यहाँ चाहिँ मम्मीले आलु चप बनाउँदै हुनुहुन्छ। आलु चपको मसला हो यो। अनि के पनि आलु चप हो मम्मी? यो चाउचाउको सुक्ला ए माथिबाट हाल्ने हैन, चाउचाउको थुक्पाको झोल बनाउने। ए चाहिँ थुक्पाको झोल यहाँ खुर्सानी छ। अनि आज हामी साबुन छ कानमा हो त्यो। छ चेन्जहरू छ। फेरि कुकुरले दिसक्यो। हाई श्यामलित। हाई श्यामलित। के गरे कि के गरेको भन्यो ममलाई? होइन यो त ब्लग बनिरहेछ ब्लग। ठिक छ। ताली बजाऊ। लाउ जाऊ। महेन्द्र बाहुबली। ए उठ। बस बस के राखेको त भित्र कालो देख्यो त नि अन्डा कालो सोधाको पानी राख। खान्न नि त खै टोक्नु त। अलि नुन कम चाहिँ बच्चा बच्चीको भएर होला क्या। मिठो छ है। मिठो चाहिँ छ है। यहाँ आलु चप खाइराखेको छ। मिठो छ मामा। पानी नहाल्छ ल सुरु। खाना खोजेको ल कस्तो होला त। आँप पनि त्यस्तो गर्छ। ल हेर त खायो मम्मी। सब निरज बिगारे हाल सब निरजगिरी भएपछि यहाँ सब कुरा रेडी हुन्छ। लास्टमा आउने बिहानदेखि मम्मी खटिनु भएको छ। हिजो चाहिँ भात चाहिँ त्यत्रो आमा हिजो भात कस्तो मिठो छ दिदी तपाईँले पछि खानुभयो। निन्द्रामा खाएँ नि मैले त। त्यो हिजोको भातले ल राति भोक लागेर होइन। म त शर्मिलालाई बिहान 4 बजेतिर भोक लाग्यो भनेको चाउचाउमाले ल्याइदिन्छु। साथीले 4 बजे मलाई चाउचाउ उमालेर ल्याइदिन्छु भन्थ्यो। अब कहाँ 4 बजे चाउचाउ खानु।
तपाईँले भात पुगेन र भने पुगेको भात हामीले पुगे मुकबाङ पनि गइरहेछ ए अघि थुक्पा पाकेर भाइ कस्तो छ दामी छ मैले दोकानमा पकाएको धेरै रोजा भ्लगलाई सब्स्क्राइब गरिदिनु होला हेर्नुहोस् त गरिदिनु होला पोक्यो उता झोल्पी पहिला यता कविता जाएगी कविता आएगी भ्लग हेरेर खुसी हुनु नि नाम त ले लिया गया यसरी खाँदैछन् यहाँ चाहिँ दुईजनाले खाएको हो एकजनाले मात्र भन्नु होला तर खाने चाहिँ भित्र दुईजना हो मम्मीले आइफोनबाट खिचेको केही पनि मन पर्दैन त्यही भएर त्यो स्यामसङ राखेर ल अब चाहिँ किमा आज मोमो खाने भएर किमाको तयारी गर्दै हुनुहुन्छ सबजना यहाँ खाएर सेलाछन् पेट भरिएपछि कस्तो कालो आएको है तर हामी यतिको कालो चाहिँ छैनौँ है हामी गोरो छ खै त्यो क्यामेरामा किन यस्तो कालो आएको थाहा छैन होइन हेर्नु तपाईँले उठाइदिएको नि निकाल्नु उठाइदिइसक्यो हामी अब खाएर यसरी जङ्गलमा सुत्दैछौँ भयो क्या कति दिएको वाइन पनि ल्याएको हामी वाइटले जाने कुरा मोमो खाएको सबैजना जाउँ स्विमिङ गर्नु त्यहाँ त राम्रो छ चिसो पानीको हो सही आइडिया हो नि रेस्टुरेन्टमा के मम्मीलाई मनपर्ने मोमोसम्म मगाइदिउँ न ए मोमो त यहीँ छ त नत्र यो लिएर जाऊँ त्यहाँ तताउँछ तताउँदैन स्विमिङ गर्दा गर्दै एक दुई प्लेट केही मगाइदिउँ ल मम्मीलाई एकजना खाँदैछ हो सही हो घरमा मनाउनु थाहा छैन तिमीलाई यहाँ हेर तिमी हेरेर काटिदिन्छौ यता यहाँ निधारमा लागेको छ यस्तो गर म लागेको छ म निधारमा ऊ उता लागेको छ मलाई भयो अहिले मैले आज ममलाई देखाऊ मम हाल्नु भन बाबा जियो मेरो शेर यता आऊ यहाँ आफ्नो भुट्टे आए के रे द लाइन किङको क्यों आऊ तिमी किङ आऊ आए राख के हुन्छ त्यो अन्त नो त्यो किले फेरि केरेक गरेर मोमो त्यसै जान्छ डल्ली ओ डल्ली कसरी बसे हेर न सिन्जु बाबा ब्ल्याक न्युज तपाईँलाई पर्छ मामला देखाऊ महेन्द्र बाहुबली माथि उठाएर क्या टाउकोनेरी उठाएर ल भारी भयो क्या ल मम्मीलाई देखाऊ ए महेन्द्र बाहुबली
बडी देखा बडी बडी देखा न बडी बडी देखा छिटो बडी देखा न बडी 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 आगर देखो आगर मामा के गर्न लाग्यो तिमीले के खाने त्यो मोमो प्लास्टिक के बनाउने मोमो भना तेरा हात लाउ रहा खाली प्लास्टिक मामाले बियो लिएर आएको यहाँ चाहिँ मोमो बनाउँदैछ लियो आन्टी उयो माप्लियो ठुलो भयो क्या डल्लो साथी हो मिक्सरै चल्दैन नि रोज यही चल्छ यही छ त्यो मिक्सरको यही छ हाम्रो घरको चाहिँ माथि छ तलको चाहिँ यही छ चल्छ एउटा एउटा चल्छ कि उता एउटा यता एउटा ओइ गर्मी भयो चर्मीलाई अनि दसैँ बनाएर खाएको थियो नि मोमो त यत्रो यत्रो कि रे खैरानी कि साथी यता ल्याउ त दसैँले गर्नु गरेछ किन के भयो के भयो दसैँले के कुकुरले खाने होइन नि च्याप्पो खान्छ एउटा फिल गरेर खानु है फिल सबै सँगै 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 हुँदैन हुँदैन फिल दिदी कस्तो लाइट मसला के पनि नदिनु के खाँदैन बुढो खाऊ आमा र अङ्कल मोमो चाहिँ मिठो अचार त खासै मिठो भएन अचार अलिक भएन त्यो दियो हो ऊ हाल त भाइ धनियाँ हाल त तिमी धनियाँ हाल्नु एउटा खाएँ त्यो मिठो पर्फेक्ट भएको छ यति त्यो चुइको म हात बजी छिटो बुनु छिटो नो 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 होइन क्या हरेक कुरा किन के पनि नखाएको बुढो त्यो भन्दा मिठो रोल बनाइदिन्छु कि बाबा मामा यहाँ बाबाले के गर्दै मामो कस्तो थियो मेरो कस्तो थियो मामो बाबा मिठो मटन मोमो बाबा कस्तो थियो ए बेस्ट मटन कस्तो थियो मामा शेफ भेरी गुड कस्तो थियो मामा अल गुड कस्तो थियो दामी कस्तो थियो आमा कस्तो थियो आमा खान्छ त एकदम मिठो छ कस्तो छ कस्तो छ सुर्पो एकदम मिठो 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 है
यहाँ मोमो छ खानु स्वाद देखाउनु हुने अब लास्ट इभिनिङ हेर अङ्कलले के बनाले के बनाइदिनु तिमीलाई अन्डा रोल वाव कोर्दै भइले आयो साथीलाई बहिनीको कपाल Hi, Banu. Hi. Why are you sad? Swimming? Pani पर्न लाग्यो के आजान हो मामाले भन्छ Hi, Samrit. Hi, Samrit. हामीले त मोमोहरू खायौँ आजको हाम्रो दिन यसरी नै बित्यो अब फेरि नेक्स्ट ब्लगसँग फेरि आउनेछु त्यतिन्जेलसम्मको लागि बाई बाई सी यू